अनि माननीय हर्क साम्पाङज्यूले पनि गाली गर्ने विषय उठाउनु भएको थियो, मुख छाड्ने विषय उठाउनु भएको थियो। अब मुख नछाड्नु भनेर भन्नु पऱ्यो हामी सबैजनाले। यो यति बेथिति छ कि यसमा कि तपाईँको हाम्रो एउटा स्ट्राटेजी हामीले बनाएको छौँ। यसमा हाम्रो विभिन्न मन्त्रालयहरू हामी समन्वय गरेर यसमा काम गरिरहेको छौँ। किनभने यसमा भनेको तपाईँको हाम्रो 3-4वटा मन्त्रालय मिलेर काम गर्नुपर्ने हुन्छ। स्क्यामको लागि पनि त्यही नै हो, अर्थ मन्त्रालय पनि त्यसमै आउँछ, हाम्रो गृह मन्त्रालय पनि त्यसमै आउँछ, सूचना तथा प्रविधि मन्त्रालय पनि हाम्रो यसमै आउँछ। त्यही भएर हामी 3-4जना मन्त्रालय 3-4वटा मन्त्रालयहरू मिलेर चाहिँ एउटा कङ्क्रिट एउटा प्लान निकालेर एउटा टिम जसरी टास्क फोर्स गठन गर्ने भन्ने विषय उठाउनु भएको छ। त्यही लाइनमा नै हामी छौँ हजुर। हामी पक्ष र विपक्ष भन्दा नि राज्य एउटा गतिमा गइरहेको समयमा मैले व्यक्तिगत रूपमा धेरै त मैले बोल्दिनँ हजुरलाई।